So guys, आज चाहिँ हामी छुट्टीको दिनमा चाहिँ बसेर चाहिँ हामीले केही चाटबाट खानेको चाहिँ हिँड्दै गरे. So my Ajit bro is very excited to have samosas, and also Anand also very excited to have samosa along with chutney, chole and all. So के छ त अब let's start भन्न चाहन्छु. वेलकम सर तपाईलाई हाम्रो युट्युब च्यानलमा है र तपाईहरुलाई आज हामी यो समोसा कसरी खान्छौँ भन्ने कुरा देखाउँछौँ र यसको रेसिपी चाहिँ हाम्रो आनन्द दाइको आनन्द जस्ट फर युमा चाहिँ युट्युबमा गएर चाहिँ तपाईले चाहिँ हेर्न सक्नुहुन्छ है. Yes. लो दाइ सर So यसो हामी चाहिँ यसरी चाहिँ खाइन्छ हैन. हजुर हजुर. As I learn how to make samosas and how to make chola and all and how to eat also as well. अब र त्यसमा चाहिँ अब जान्छ यो पनि साथमा एकै यो चाहिँ हल्का हल्का क्रस गरेपछि एक किसिमको चाहिँ एउटा टिपिकल बनिन्छ हैन. सो अब हामी खाइन्छौँ. दिस इज अचार अल्सो एज वेल. अब दाइले चाहिँ अब रेसिपी बनाउने अब मेरो भ्लगमा चाहिँ हामी कसरी खाने चाहिँ देखाउँछौँ. काम गरेका कालो मकै खाने भालु गरेका होइन के भन्छ अहिले. सो तपाईँहरूलाई स्वागत छ मेरो युट्युब भ्लगमा. अब हामी चाहिँ केही नभोलिकन खाना स्टार्ट गर्छ. आउनु सर ल दाइले बनाउनुभएको छ ट्राई गरौँ कस्तो समोसा है. हेर्नुहोस् ट्राई गर्छ. समोसाको चाहिँ धेरै नै ऊ छ कि किस्सा कहानीहरू रहेछ इन्डियामा होइन. यस्तो मिठो समोसा छ यसले ख्याल गर्नु रे. कसैलाई थाहा पायो भने तपाईँलाई फेरि किडन्याप गरेर लानु मेरो छैन यार के कसले बनायो भनेर. अरे ताजमहल बनाने वाला को तो हाथ काट दिया था. किम जोंग का मेरे का बम से ना उड़ा दे गए तो यार मुझे दे देगा. वाह दामी छ. आन्सर कस्तो छ. एकदम मिठो छ. वाह भइसकेपछि तपाईँले एकदम दामी रुममेट पाउनु भएको छ. अब तपाईँ नेपाली स्वादको लागि चाहिँ कतै दौड्नु पर्दैन, गर्न नपर्ने. साथैमा खोर्सानी दामी छ नि. वाउ ल त एकचोटि चस्ट गरौँ. अनि इन्डियामा चाहिँ जब तक रहेगा समोसे में आलू तेर रहेगा सालू भन्दै रहेछ होइन. अनि गीत पनि रहेछ कि फेरि टन 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 टारा चल्ती है कि नौजी बारेर होइन. त्यसमा अन्तर रहेछ के यसरी के तुझे खिलाऊंगा जी भर के गरम समोसा इडली या डोसा भन्दै रहेछ कि. गरम समोसा इडली या डोसा भन्छ. डोसा भन्ने पनि एउटा खानाकै नाम हो होइन. इडली पनि भन्ने एउटा खानाको नामै हो. आनन्दै यति मिठो समोसा त खुवाउनु भयो होइन. तपाईँले हामीलाई अघि पनि भन्नुभयो कि म इन्डियामा गएर होइन सिकेको भनेर. अब सुनाउनुहोस् न त यो मिठो समोसा सँगसँगै तपाईँको मिठो सङ्घर्षका कुराहरू पनि सुनाउनु न हामीलाई. समोसा चाहिँ नेपालमै खाइसकेको थियो पहिल्यै होइन. कसरी बनाउँछ भनेर थाहा थिएन. अनि इन्डियामा अब थाहा थिएन भन्नाले अब यो यस्तो कार्य गरी होइन. इन्डिया गइसकेपछि चाहिँ यस्तै काम परियो होइन. पहिले चाहिँ बनाउन लगाएन, पिठो मुस्न लगायो, फेरि आलु उसिन लगायो है. आलु तास्न पनि लगायो. म त फेरि काम त सबै देखेपछि सिकिहाल्ने. यस्तो हेरेपछि त समोसा बनाइरहेको. मलाई चाहिँ खालि पिठो मुस्न लाउने, यत्रो भाँडा पिठो मुस्न लाउने है, आलु तास्न लाउने, समोसा बनाउन नदिने के. अनि समोसा मेन चिज चाहिँ मेन सेफहरूले बनाउने. मलाई के भन्छ बनाएकै क्या कान्छा आता है क्या तेरे को भन्यो. थोड़ा आता लग रहा है भने कभी छुआ भी नहीं तुमने कैसे आएगा रे. पछि त यार पछि हुँदै गयो त ऊ भन्दा पर्फेक्ट भइरहेको रहेछ कि. म त समोसा भन्नुलाई छिटो हात चलिरहेको छ कि फटाफट. दाइको हात छिटो छ नि त. हात मात्रै सबै कुरा दाइको छिटो छ. जे गर्यो हात मात्रै सबै कुरा दाइको छिटो छ. जे गर्यो रमाइलो. दाइ यो अचार छ यार. यो अचार जुन छ नि यस्तो मिठो छ. मैले यस्तो अचार चाहिँ अहिलेसम्म लाइफमा खाएको थिएन. यो अचारको दाइ जुन रेसिपी छ नि यो अचार चाहिँ अगेन के भनौँ अब अचार छ.
अब नेपाली भाइब्स पनि छ यसमा हैन? हजुर खास गरी यो अचार बनाउने चाहिँ मैले बिहारको एकजना दाइसँग सिकेको। यो अचार चाहिँ भेटेको चाहिँ हामी इन्डियामै उम्, दिल्ली भएको ठाउँमा भेटेको होइन। उसले बनाउने गर्थ्यो हजुर अनि त्यहाँबाट मैले ऊबाट सिकेको भन्ने बुझिन्छ। बुझाइमा चाहिँ पछि के एक्सपेरिमेन्टहरू पनि हुँदै गयो। तपाईँलाई यसरी अचार खानु मन लाग्छ भने दाइले त्यहाँ रेसिपी राख्नुहुन्छ दाइको युट्युब च्यानलमा, म तपाईँलाई लिङ्क छोडिदिन्छु, त्यहाँ गएर हेर्नुलाई। तर यो अचार खाएपछि आमामा तपाईँले चाहिँ आनन्दले नै खोज्नुहुन्छ होला जति बेला पनि। बवाल हुन्छ सरी। यो समोसाको अर्को विशेषता के छ भनेपछि चाहिँ जति बाइट दिँदै जानुहुन्छ त्यति थुप्रै प्रकारको इन्ग्रिडियन्टहरू भेट्दै जानुहुन्छ फेरि यो समोसामा। देखाइदिनु त। यो चाहिँ हाम्रो कोरियनकै संज्ञापसाल इट्स काइन्ड अफ संज्ञापसाल भइहाल्यो होइन। सँगसँगै बङ्गुरको धराने कालो बङ्गुरको साल भन्नु भने कोरियाको बङ्गुरको कोरियाको होइन। अब यो चाहिँ संज्ञापसाल भनेर चिनिन्छ र खाइन्छ पनि। वाह क्या बात है। खाइन्छ पनि वाह मजा आयो। दाइको कुरा चाहिँ किन्न मलाई थाहा नहोस् तपाईँले यस्तो बनाउँछ यार, तपाईँलाई उठाएर नहोस् त्यहाँ फेरि यार। तपाईँलाई उठाएर लिएर जाँदाखेरि पछि त हामी साइडमै हुन्छ। गफ गर्ने मान्छे पनि चाहिन्छ भनेर हामीलाई पनि उठाएर लगाऊ कि भनिदिनु हो भने साथ में साथ हम लोगों को भी उठा लेगा फिर। बस एकदम मिठो छ। थ्याङ्क यू सो मच दाइ हामीलाई यस्तो मिठो बनाइदिनु भयो भाइहरूको लागि। आज स्याटरडे हो, शनिबारको दिन। हामी एकदम एउटा ह्याप्पी स्याटरडे जस्तो भनौँ। नेपालमा हामी बाहिर भए पनि एउटा घरमा जस्तो फिल दाइले दिनुहुन्छ कि हामीलाई। इट्स लाइक होममेड। या र म यो 3 पिस चाहिँ मलाई सुँगुरको बोसो भएको लास्ट टाइम बनाउँछु अचारसँग। अरे वाह क्या बात है। यसो गरेर वाह। मेरो पनि एउटा समस्याको कहानी छ क्या। म अब तराईको मान्छे होइन, अब यता कोलपुरको भइसकेपछि चाहिँ अब हाम्रोतिर चाहिँ समोसा अनि छोला भन्छ क्या। म त्यसपछि 11 पढ्नको लागि चाहिँ गएँ कहाँ पोखरा। त्यहाँ चाहिँ भन्दो रहन्छ। म अब सुरुमा गएँ कलेजको क्यान्टिनमा छोला समोसा भन्ने थियो अघि हाम्रो। म भन्छु छोला समोसा भन्छु, मान्छे सब हाँसिरहेछ कि के भन्छ यसले भनेर होइन। अब त्यहीँ त छ त छोला समोसा दिनु न भन्छु, उनीहरू बुझ्दैन। अनि पछि पो भन्थ्यो मेरो एकजना साथीले भने यहाँ छोला समोसा भन्दैन, यहाँ चाहिँ तरकारी समोसा भन्छ। यो हामी चाहिँ यसो भने चाहिँ यसलाई तरकारीले चाहिँ मतलब छोला भन्छ है त। हाम्रोतिर चाहिँ छोला भन्छ अनि पहाडतिर चाहिँ छोला समोसा भन्दो रहेछ। के अरे तरकारी समोसा भन्ने रहेछ। त्यहाँनिर म एउटा मजाकको पात्र चाहिँ भएको छु मेरो एउटा कलेज डेजमा चाहिँ। मलाई नि एकचोटि गएँ के भन्छ मेरो साथी युनिस अहिले काठमाडौँमा छ। उसले चाहिँ राम्रै काम गरिरहेछ मेरो साथीले कलेज पढ्दाखेरि। अहिले होटल चलाएर बसिरहेछ आफैले त्यहाँनिर। होटल वाउ काठमाडौँमा। एकदिन मैले पनि कुरा बोलेको हो जस्तो लाग्छ। हो युनिस हो होला खायो भिडियो कलमा। म के भन्छ ब्रेक टाइम हो नि त। म त्यसै 11-12 पर्छ सुकुना कलेज विराट चौकमा। अनि भोक लागेको गयो समोसा र सब्जी दिनु भने हामी दुईजना साथीलाई भरे दियो खाएँ होइन मजाले खाएँ। पैसा दिनुपर्छ भनेको यसो गर्छ पैसा त मैले यार सिरानी मुनि बिर्सेछु रुममा। अब भयो त माफ के गर्ने यिनीहरूले भाडा मस्काउनु लाउने हो क्या यार दाजुभाइलाई के गर्ने त्यो दाइलाई भने दाइ हेरौँ न यसरी पैसाको हो अब भर्खर यो केटा पत्याला नपत्याला भने टेन्सन हो नि त। अनि यसो बिर्सेँ धन्न के भन्छ सिरानी बिर्सेछु भोलि ल्याइदिन्छु दाइ धन्न मानेछ के भने हो भाइ कहिले काहीँ हुन्छ केही छैन भनेर जस त्यति बेला चाहिँ गऱ्यो। तर यस्तो ट्रस्टेबल त कमै हुन्छ नि होइन। ऐसा कैसे हो गया भाई, सिराने में भूल गए ऐसे पहले खा रहे और सिराने में भूल गए। ये पहले पैसे देखो लो भूल गए कि नहीं भूल गए भाई खल्ती में पर्स में।
नाइ त्यस्तै मान्छे भएको भए त पहिला आफूले चाहिँ सिरानीमा भुलेर आएनस् भन्ने हो नि अब तकलिफ भयो नेपालीहरूको प्रायः फेरि थिएको त्यस्तै हुन्छ बोल्ने तरिका नै हुन्छ किन त्यसरी हुँदैन अब आयोपछि यत्रो खाएपछि तिर्नुपर्छ भन्ने हुन्छ नि त होइन अनि धन्न माने तर अर्को दिन मैले ल्याएर दिइहालेँ फर्स्ट आवरमा बिहानै त्यो चाहिँ गुड जब मिठो छ तपाईँलाई खानु मन लाग्यो भने आउनु है हाम्रो घरमा वेलकम छ के भन्छ एड्रेस हाम्रो इसनको सिन्धुन होइन त भन्नु त एड्रेस है सिन्धुमेन 365 घर नम्बर 63 रुम नम्बर 203 अनि त्यसको पिनकोड आउनु 203 नम्बर है कोठा नम्बर चाहिँ किनभने अघि भर्खरै म गएर हाम्रो अर्को कोरियन नम्बरको कोठा ढकढकाएर आइसकेको छु मैले उहाँ बिर्सेर अर्को अङ्कलको घरमा गएर जस मिठो भएर चाहिँ होइन हामीले खोर्सानी नखाउँ मान्छेले कला भनेको हरेक मान्छेलाई फरक फरक दिएर पठाउँछ गरे हाम्रो आनन्द दाइलाई चाहिँ सँगालेर पठाएछ दाइकोमा कला ठुस ठुसको भित्र छ क्या ठुस ठुसको यतै कला छ भित्र अझ के कला छ त्यो चाहिँ थाहा छ भित्र कला भयो मान्छे हो हरेक 10 मिनेटमा उहाँले 10 वटा कला देखाउन सक्छ हो नि एकैछिनमा राइम्सहरू रेडी गर्नुहुन्छ म छक्क पर्छु ऱ्यापहरू गयो अनि तपाईँको अस्ति छोटा डनवाला पनि लुक साह्रै मन पऱ्यो मान्छेले के भन्नुहुन्छ दाइ ए डाले खानु त डनको ल भन्नु त ये भाई साहब बन के आया था धुरंधर मैंने कहा वो धुरंधर है तू छिला हुआ चुकंदर है भीगा हुआ चुकंदर है वो तो समुंदर है तू उल्टा हुआ बंदर है और जेल के अंदर है दाइलेहरु यस्तो हामी दिनु पर्यो भने मान्छे यस्तो दिन्छ नि एकैछिनमा आउँछ ब्याटल राइमिङ चाहिँ म पहिलेदेखि नै गरिरहेको इन्डिया हुँदैदेखि नै राइमिङ पनि गर्ने काम गर्दाखेरि एकदम मजा इन्टरटेनमेन्ट गरेर काम गर्ने बात गर्ने थियो म भिडियो अगाडि उभिएको छु गरे अहिलेसम्म झुक्केर 3 चोटि हेरेँ भिडियोमा खाने हो दिने हो दिउँ दन एकदम मजा अहिले जतिजनाले भिडियो हेर्दै हुनुहुन्छ खाइरहेको मात्र देखेको छु भन्नु है मलाई खानाको लागि पनि बोलाइएको आज हाम्रो स्पेशल हाम्रो आनन्दजी घर नेपालगञ्ज फुलपुर हामी सबैजना यसरी दाजुभाइ भेटेर छौँ कोही पूर्वको पश्चिमको है ल म चाहिँ यो जुस खाइरहेको छु है विदेशमा हामी अब चौतर्फी बाटा हुन्छौँ हामी फ्यामिली अहिले चाहिँ वी आर फ्यामिली है यस अफकोर्स फ्यामिली कति अब यससँगै भेट्दा खाँदाखेरि कति दुःखहरू बुझिन्छ नि त होइन यसरी कनेक्सन बोन्ड हाम्रो राम्रो हुन्छ चिन्छौँ बुझ्छौँ कति बौद्धिक ज्ञानहरू पनि साटासाट हुन्छ होइन कोही बेला दाइको के जोक साटा बौद्धिक अरू कुरा त साटासाट हुँदै होला विदेशको ठाउँमा चाहिँ हप्ताको भरि पुरेर एउटा बिरा आउँछ बिरा पनि आनन्दले चाहिँ ओर्थी गराउनुहुन्छ अल द क्रेडिट गोज टु आनन्द दाइ हैन अनि हाम्रो अजित सर पनि दाइलाई हरेक कुरामा साथ दिँदै दुईजनाले चाहिँ जे होस् गर्दै हुनुहुन्छ प्रोग्रामहरू गर्दै हुनुहुन्छ र कोरियन एक्टिभिटिजहरुमा सधैँ अगाडि हुनुहुन्छ हैन यतिको दुईजना साथी पाएर म सँगसँगै हिँड्दा डुल्न पाउँदा म अझ आफूले अब के भनौँ आफ्नो तारिफ नगरौँ अहिले चाहिँ मजा लाग्छ यो माथिबाट लेखे हुन्छ भगवान हैन यसरी भेट हुन्छ नभए कोही कता हैन अन्त कताको यसरी भेटेर हाम्रो कनेक्सन रगतकै नाता ठुलो कुरा हैन लाग्छ आत्मीय नाता चाहिँ मलाई ठुलो लाग्छ त हैन त भने पनि छ नि त म त भनिरहेको तर हो क्या त आत्मीय नाता ठुलो हुन्छ के र आफूले गुण गरेको मान्छे तपाईलाई दुःख पर्दा सहयोग गरेको मान्छेले चाहिँ हामीले सधैँभरि सम्झिराख्नुपर्छ है कसैलाई सहयोग निस्वार्थ भावनाले गर्यो भने चाहिँ आफ्नो मन पनि कहिले नदुख्दो रहेछ अनि त्यो क्वालिटिज चाहिँ उहाँ दुईजनामा चाहिँ छ है एकदम भरपूर्ण तरिकाले मैले देखेको भेटेको हिसाबले चाहिँ सहयोग गर्दाखेरि अर्कालाई निस्वार्थ सहयोग गरियो भने आफू मन कहिले दुख्दैन त्यति भएपछि आफू सन्तुष्ट भइन्छ र मान्छेको सबभन्दा ठुलो धन भनेको नै त्यही सन्तुष्ट रहेछ यस्तो
तपाईँलाई हामी यस्तो यस्तो तपाईँलाई नलेज पनि दिन्छौँ क्या यसरी होइन दाइ समोसा कसरी खाइरहेको छु मैले यसो हेर्दाखेरि यस्तो ज्ञानको नलेजहरू समोसा खाएको जस्तै समोसा अब कसरी अब खाएको जस्तै गरेर खाएको अवस्था छ थोरै अचार एनिवे यु क्यान टेक अचार अल्सो होइन लास्टै जान्छ यार यस एन्ड यु क्यान टेक दिस तपाईँहरूलाई Milky थ्याङ्क यू also. सो मच हाम्रो भिडियो माया गरेर हेरिदिनु भयो हामी चाँडै नै अर्को युट्युब भ्लग लिएर आउनेछौँ र तपाईँहरूको साथ सपोर्ट सधैँभरि हामीलाई आवश्यक छ साथ दिनु होला